सबैजनालाई चाहिँ नि हाम्रो नमस्कार छ। हामी आज यसो क्याम्पिङ जानु पर्यो भनेर हिँडेको घरबाट गाडीमा सामान नअटेर यो हालत छ। एउटै गाडीमा जाने भनेर विनिता आचार्यलाई भेट्नु न 10 रुपैयाँ जित्नुस्। $10 हेर्नु त If you can see me. Hello guys. यस्तो मन परेछ। हाम्रो गुरुजी हुनुहुन्छ यता। इन्सेप्टिबल भएर गाइसहरु। किन यो अलि फेडेड भयो किन यस्तो भयो। बल्ल राम्रो भयो। हेलो हेलो गाइस हेलो हेलो। आज सरले चलाउँदै हुनुहुन्छ गाडी, मैले चाहिँ यसो क्यामेरामा नाटक गर्दैछु। ल त्यही गरौँ, त्यसो भए बाटोमा गर्दै गर्दै जाउँला नि त। क्याम्प ग्राउन्डमा पुग्नको लागि चाहिँ लगभग 1 घन्टा 27 मिनट लाग्दो रहेछ, 86 किलोमिटर। हामी चाहिँ यात्रा सुरु भइसकेको छ। गाडीभित्र चाहिँ सास फेर्ने ठाउँ पनि छैन, अलिकति एसी अन गरौँ है। कता हो म त ल ठिक छ, एसी पनि अन भयो। अब सुरु गरौँ यात्रा। आजको हाम्रो मेन च्यालेन्ज भनेको चाहिँ हामी पानी परिरहेको बेलामा क्याम्पिङ गर्न हिँडिरहेको छौँ। घरबाट निस्क्यो पानी परिसक्यो, कसरी के हुने हो त्यहाँ गएर। साथीहरूको फेरि क्याम्पिङ म त 1-2 चोटि गएको छु, तर ड्राई वेदरमा गएको भएर ठिकै रमाइलो भइरहेको थियो। तर साथीहरूको चाहिँ क्याम्पिङ फर्स्ट टाइम हो। आज वेदर यस्तो छ, यो कसरी पार लाग्ने हो मलाई चाहिँ केही थाहा छैन। बाहिर चाहिँ पानी पर्न सुरु गरिसकेको छ। त्यो क्याम्प ग्राउन्डमा चाहिँ पानी नपरे हुन्थ्यो भन्ने कुरा हो। यो गाडीको वाइपर चले, गाडीको वाइपर चले। अब खै त्यहाँ जाँदा चाहिँ पानी कतिको पर्ने हो कि नपर्ने हो कि घाम कस्तो देखाएको थियो अरे मौसम। आज त पानी छैन। गाडीको वाइपर भी चले हाम्रा त्यो गाडीको सिटको टाउकोसम्म निकालेर सामान कोचिरहेको छौँ हामीले। एड्रेस छ एड्रेस छैन। हामी चाहिँ यसरी बेडा बाख्रा कोचेसरी गाइस यसरी एडजस्ट गरेर 1 घन्टा कति मिनेटको बाटो रे 27 मिनेट यसरी एडजस्ट गरिरहेको छौँ। रमाइलो भइरहेछ। पानी पर्न स्टार्ट भइरहेछ। I'm very excited. This is my first camping experience. What about yours? इङ्ग्लिस Same. के छ सरको अनुभव कस्तो छ? अब यो कस्तो हुँदैछ, यो क्याम्पिङ कस्तो होला जस्तो? पहिलो अनुभव यादगार अनुभव हुन्छ भन्ने हामीलाई थाहा छ हैन। एकदमै तपाईको फर्स्ट हो। पहिलो क्याम्पिङ जस यादगार जिन्दगीभर यादगार हुन्छ। तपाईँ एक्साइटेड हुनुहुन्छ? एउटा गाडीमा 4 जना। म 50% 50 चाहिँ केले रोक्यो? 50 बर्सातले रोक्यो है। यो दिन खुल्ला भएको भए चाहिँ 100% भन्थ्यो हैन। कुकुरको मुत भन्दाखेरि गाउँतिर म त्यसको टाउको कति पर्न सकेको भन्दाखेरि तेर छ। यो कताबाट जाने हो हामी? हामी यतैबाट यमनबाट यो त्यता पो हो, हन्स पनि कट्ने हो। भन्सीबाट त्यो डुराल मैले त न्यू क्यासलतिर भन्ने सोचिरहेको थिएँ नि त। क्याम्पिङ जाँदा त्यो गाडीले जस्तो छतमा बेड सेड हालेर चाहिँ नि त्यसरी गयो भने चाहिँ अलि रमाइलो हुन्छ भन्नाले पानीमा नि अलिक सुरक्षित भइन्छ गाडी होइन। त्यसको त गजेबो पनि उता साइडमा रहेछ नि त होइन, साइडमा त्यसरी त्यसले बनाएको रहेछ। यो गोराहरूले चाहिँ क्याम्पिङ स्याम्पिङ यस्तो गरेर जाने हुन्छन् कि यिनीहरूले ट्याक्क बेड सेड हालेर यिनीहरूको चाहिँ आउटडोर लिभिङ यिनीहरूले राम्रै गर्छन्। जस हाम्रो नेपालमा चाहिँ यो कल्चर अलिक भएन कि है। पिकनिक जान खाने भनिन्थ्यो, अब गएर ओडारमा सुत्ने कुरा भएन। हाइकिङको फेरि डिफ्रेन्ट कन्सेप्ट भयो। हाइकिङ ट्रिप अस्ट्रेलियाका 110 किलोमिटर प्रति घन्टाका बाटा उड्ने काठे हिँडी 3 लेन यता 3 लेन उता पारी ड्राइभर चाहिँ यता राजैले मरे नि अब कसो गरौँ नि, राजैले मरे नि अब कसो गरौँ नि, राजैले मरे नि अब कसो गरौँ नि। राम राम हरि हरि। गजबको बाटो आइयो ल चाहिने भन्नु पर्यो। यो जङ्गल सुरु भयो हाम्रो क्याम्पिङको। अब चाहिँ नि यो बाटो ठ्याक्क घुम्ती सुम्ती गर्दै मसटको उकालो जस्तै पनि छ। मसट भनेको गाउँ दाङ जाने बाटो पुरै घुम्टिरहेछ। यहाँ त घुम्टिनेर लेट भयो मलाई।
सानो मायाले भेट भयो मजाको छ है मजाको छ ल यस किनी घुम्टीहरू चाहिँ रमाइलो छन् है अनि यहाँ अस्ट्रेलियाका यो जङ्गलहरू चाहिँ नि अहिले यो अलिक झरी परेर हरिया हरिया देखेको नत्र यो फेरि लाउनु परेछ यो उजाड उजाड देखिन्छ नि जङ्गल चाहिँ सुक्खा अलिक सुक्खा देखिन्छ बुस भन्छ क्या यिनीहरूले बुस खतरा बाटो छ है ल खतरा बाटो आउँदैछ धन्न अनुभवी ड्राइभर राख्नु ड्राइभर चाहिँ अनुभवी परेर गाह्रो भयो अब यहाँ अर्को घुम्ती आयो ल स्वाट स्वाट ओ ल ल ल ल काट्दै हुन्छ ड्राइभरजीले पाएको ड्राइभर भएपछि छैन छ अर्को बाटो आयो फेरि आयो ड्राइभरलाई त फेरि मासु भात रक्सी फ्रीमा हुन्छ ड्राइभरसित हिँड्नेले नि खानु पाउँछ नि अर्को आयो ल बनाएर है हामी चाहिँ नि हाम्रो क्याम्पिङ साइट कटाई नेसनल पार्कमा चाहिँ आइपुग्यो भर्खरै छिरियो पानी खासै परेको छैन वेदरले चाहिँ साथ दिन्छ जस्तो लागिरहेछ अहिलेसम्मलाई हेर्दाखेरि मान्छे यसो देखिरहेको छ ज्याकेट लगाइरहेको छ गम्म परेको अनि चाहिँ नि पानी पर्ला जस्तो त खासै छैन है तर पानी भर छैन क्या अहिले ज्यात्तै पर्न नि सक्छ बाटो चाहिँ ड्राई नै छ हेरौँ गुरुजीले के छ के भन्नु छ अहिलेसम्म चाहिँ सोचेभन्दा राम्रै भयो होइन अब गएर सेटअप गरौँ बसौँ खाजा खाऊँ भोलि बिहानको बुझाना देखा जाएगा त्यसपछि हेर्दै जाउँला होइन जे पर्ला एक रात त कसरी बिताउन नसकेला है एक रात त अब बिताइयो अब पछाडि के छ केही भन्नु छ टाउको चाहिँ देखाउनु है गाडी चाहिँ ब्ल्याङ्केट छ त्यस्तै छ अनि रमाइलो छ यो फुलहरू पातहरू पहेँला भइरहेको छ झर्ने बेला भएको जस्तो छ जङ्गलमा चाहिँ यो रुख चाहिँ पात चाहिँ फुल जस्तो भएर झर्दो रहेछ क्या अनि जङ्गलै कस्तो कलर हो त्यो रातो रातो पिङ्क कलर हो जङ्गल नै पिङ्क भएर चाहिँ नाङ्गिन्छ अब केही समयमा त्यो पात झरिसकेपछि तर अहिले चाहिँ ठिक छ राम्रो छ ल क्याम्प ग्राउन्डमा चाहिँ आइपुग्यो क्याम्प ग्राउन्ड हाम्रो चाहिँ आज हाम्रो बसाइ यहाँ हुन्छ ए ढोका खोलौँ न ढोका खोलौँ हजुर ए यार लोकेसन चेन्ज गर्नुपर्छ क्या सर माथि डाँडामा लोकेसनमा चाहिँ आइयो होइन लोकेसन चाहिँ ओहो यहाँ त यस्ता यिनीहरू रहेछ नि त क्याङ्गोरुहरू रहेछन् एउटा थियो नि ओन्ली वे टु गेट पिआर लास्ट अप्सन टु गेट पिआर इन अस्ट्रेलिया भनेर क्याङ्गोरलाई किस खाइरहेको थियो कि यो ठिक हुन्छ सर कतिको ड्राई छ यो हामीले क्याम्प उसार्नु पर्यो नि त टेन्ट हाल्नु पर्यो नि त टेन्ट हाल्नु तर चिसो चाहिँ त्यहाँ हुन्न होला सर चिसो चाहिँ त्यहाँ हुन्न होला कि राति है क्याम्प हामीले यता दुबोमा काट्दा कस्तो हुन्छ यतातिर गाडामा क्या है होइन त्यो दुबो त ड्राई छ नि त खासै जाडो चाहिँ छैन यहाँ है यहाँ कस्तो हुन्छ हो यहाँ ठिक हुन्छ त यसरी लाइन दुईटा चाहिँ लाइन दुईटा यहाँ लाइन ल्याएर ल यहाँनिर गाड्ने भयो यो क्याम्प म पनि जान्छु क्या सर सु गर्नु पऱ्यो के उहाँ जाने त्यहीँनिर तुर्काइदिउँ मेरो टोइलेट चाहिँ नि यहाँ रहेछ
टर्की चरिरहेको छ यहाँ टर्की भन्ने चरा हो यो हाम्रो क्याम्प ग्राउन्ड चाहिँ सर्ने भयो त्यहाँबाट अन्त्य जाने भयो सरले गाडी लिएर आउनुहुन्छ गाडी चाहिँ ऊ तल छ जुमले देखिन्छ देखिन्न त्यहाँ छ गाडी चाहिँ त्यहाँबाट गाडी चाहिँ अब राम्रो स्पट भेटाइयो नि त है स्पट राम्रो हल्का त्यो भुइँ पनि सुक्खा सुक्खा भएको यहाँ त पानी छ नि त सबैतिर टेन्ट गाड्दा चाहिँ गिलो भयो भने चाहिँ झ्याउ हुन्छ कि ल सर गाडी लिएर आउँदैछु है म यति बसेँ त्यहाँ अघिको स्पटमा पनि अर्कै आएर टेन्ट लगाइदिएछ अर्को भेटिया छ यहाँनिर यो चाहिँ कस्तो हुन्छ हेरौँ है के छ सर यो ठिक छ कुन चाहिँ त्यो कि यो यो ठिक छ यो ठिक छ कायदा छ यहाँ पनि कायदा छ यहाँ पनि कायदा छ ल त्यो यो देखा थियो यहाँ रहेछ अर्को रहेछ यहाँ एउटा यसमा कि यसमा यो त माथि अलि झ्याउ हुन्छ तलै बसौँ टेन्ट यता यहाँ धेरै एरिया आएको तल बसौँ है ठिक छ ठिक छ लेडिजहरू ठिक छ अब त्यहाँ अलि धेरै मान्छे भयो के अरे गाडी हेर्नु नि त्यहाँ गाडी कुनीहरू यिनीहरू त स्टिङ हो के हुन्न हल्ला गर्ने आउने हो कि घरमा त्यो त्यति धेरै हल्ला गरिन्छ र ल अब हामी क्याम्पिङ सेटअप गर्छौँ टेन्ट चाहिँ हाम्रो सेटअप भइसक्यो मजाले हाल्यो यसरी यो एउटा भयो विन्डै रहेछ जग्गा थिएँ भित्र हेरौँ त कस्तो छ भित्र दँधेरो छ ट्याक्क बेड सेट भयो भित्र अर्को त्यहाँ छ अब यहाँ चटपटे के बन्दैछ अलिकति एक्सप्लेन गरौँ त प्याज टमाटर प्याज नै काटेर हैन त You want to explain a little bit? के भन्नु चटपटे बनाउँदैछौँ You want to explain it? प्याज काट्दैछु अहिले Okay, हाम्रो आगो चाहिँ यहाँ बल्छ है आगो चाहिँ यहाँ बल्नेवाला छ चारवटा कुर्सी ट्याक्क सेटअप भयो उतै उताको महँगोवाला कुर्सी यताको सस्तोवाला कुर्सी यहाँ आगो बाल्ने अब यो खिच्ने मान्छे पनि देखिनु पर्यो अलि अर्ली हुने हो कि सर आगो बाल्ने अहिले दाउरा भन्नुहुन्छ भन्ने छैन फेरि ल्याएर यस्तो दाउरा यहाँ 10-12 किलोको दाउरा संसारमा चाहिँ किलोका हिसाबले दाउरा बेच्ने भयो यस दाउरा यो भित्र 12 किलो दाउरा छ अर्को भित्र 12 किलो दाउरा छ इन द अर्ली मर्निङ त चाहिन्छ सर need no we go jungle little bit no later we go jungle get some daura okay चटपटे तयार भयो लेजेन्डले चाहिँ यस्तै राख्नु भएको छ यहाँ त गाईहरु चटपटेको लागि रेडी हो चटपटेकोले खाने यो 50 को प्लेट बनाएर आएको चटपटको नाइस आइडिया है यो चाहिँ तपाईहरु कहिले काहीँ क्याम्पिङ जानुभयो चटपटे खानालाई प्लेट भएन भने चाहिँ चाउचाउको प्याकेट काटेर प्लेट पनि छ फेरि नभएको होइन फेरि लेजेन्ड कुन हो धेरै भएसी नाइस अब यो त उब्रिन्छ नि त गाइस त लिएर आउनु कहाँ सकिहाल्छ नि थप्न जाने जले भ्याउँछ नि बारबेक्यू मेसिन जोड्दै हो सर भने सर यो दाडो हुन्छ न टोपी बेलुका यो चाहिँ के ल्याउनु भयो तपाईहरुले चिकन यो मिक्स्ड हो विंग्स चिकन विंग्स चिकन विंग्स अनि होल चिकन पनि छ हामीसँग
सरी यो चाहिँ हाम्रो एस्की हो त्यो हाम्रो एस्की बट विथ नो आइस एस्की विथआउट आइस यो चाहिँ प्रकाशले काट्नु गर्नुहुन्छ इट्स कोल्ड आइस कोल्ड अलरेडी आउटसाइड हामीले चाहिँ आइस ल्याउन बिर्सेछ एस्कीमा हाल्नको लागि त्यो मासु बिग्रिन्छ भनेर भुटेर राख्यो भने भोलिसम्म नबिग्रेला होइन ल अब सास पर्दैछ खोज्न त खोज्या हो है खोज्या हो तर लास्टको स्टपमा आएर चाहिँ आइस खोजेको चाहिँ भेटाइएन कि त्यो लाइट बाल्नु कस्तो राम्रो आउँदो रहेछ मुखमा चाहिँ अघि बाले जस्तो होइन अघि अर्को कलर डिफ्रेन्ट कलर यो वाला लेडिजहरू एकछिन घुमेर आउनुभयो कंगारू हेरिरहेको लास्टै वासस्थान रहेछ कि हो एटलिस्ट 12 वटा छ त्यहाँ ए रेडी भएछ बारबेक्यु मेसिन जोडेर भइयो अब कोइला हालेर ट्याक्क मेसेज चाहिँ बारबेक्यु नबनाओस् होइन सस्ता माले आइस मागौँ न कहाँ आइस माग्नु जान्छ के गर्नु त ल सर क्याङ्गरू हेर्न जानुतिर लाग्यो है क्याङ्गरूको वासस्थान छ अरे भन्ने थाहा पाइयो तर अहिले चाहिँ गयो होला यस बेबी मोर देन 12 थियो टु मच अब फ्लिप गर्नु न देखिन्छ होला तर इट लुक्स सो नाइस द प्लेस इज सो नाइस ए यहाँ रहेछ नि त यहाँ अहिले चाहिँ बच्चा बोकेर यहीँ छ तर हामी डिस्टर्ब गर्छौँ कि यिनीहरूले चाहिने क्याङ्गरू हेरेर आइयो है नाचगान चल्दैछ यता प्रकाश भयो होला है अब ल आगो चाहिँ बालियो अब ठ्याक्कै लाएर यहाँ अहिले सुरुमा चाहिँ यो कागज पत्रहरू जल्छन् त्यसपछि त्यो मुढा जल्छन् यो आगोमा चाहिँ नि यसरी बसेर क्याम्पिङ गर्दाखेरि कस्तो चाहिँ मजा कस्तो हुँदैछ त फिल कस्तो हुँदैछ त साथीहरूलाई एकदम नै रमाइलो एक्सपिरियन्स फर्स्ट एक्सपिरियन्स तर एकदम रमाइलो है विथ मुन माथि मुन देखाउनु न विथ दिस भ्यू एन्ड दिस पिपल इट्स वर्थ इट हाम्रो ड्राइभर चाहिँ हुनुहुन्छ यता हजुर ड्राइभर साहब केही क्वेसन थियो होला कस्तो लाग्दैछ कस्तो हुँदैछ यस्तो क्याम्पिङ त नेपालमा सधैँ हुन्थ्यो नि घरमा टक्क आँगनको छेउमा के अरे अँगेनाको छेउमा बसिन्थ्यो होइन भात पाक्दै हुन्थ्यो दुध ताप्दै हुन्थ्यो होइन दुध चलाउँदै हुन्थ्यो भात भड्डुमा भात पाकेर आउँथ्यो भात चलाउँदै हुन्थ्यो तातो भएर बसिन्थ्यो होइन महिना अगाडिबाट प्लान गर्नु पर्यो ए आगो ताप्नको लागि यतिमा चाहिँ प्लान गर्नु पर्यो हो कि होइन ल मलाई सोध्नु त सधैँ क्याम्पिङ हुन्छ होइन नेपालमा तपाईँले दिनु न क्यामेरा तपाईँले फर्काउनुहुन्छ नि ल सर अब तपाईँको के छ अब यो विषयमा पहिला यो उपरफुटी सुटी ल्याएर बसौँ होइन पहिला सानले बसौँ किन भन्दा यो क्याम्पिङ गर्नको लागि यो किलोको हिसाबले दाउरा किन्ने छ जिन्दगीमा कहिले सोच्नुभयो तपाईँले दाउरा किलोको हिसाबले किन्नुपर्छ भन्ने होइन यो चाहिँ अनकन्टा यो जङ्गलको बिचमा आएर किलोको हिसाबमा दाउरा किनेर आगो बाल्न बसेको छ तपाईँले भने जस्तो हो कि गाउँमा त क्याम्पिङ त एभ्रिडे हुन्थ्यो हाम्रो गाउँमा चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि हाम्रो घरमा चाहिँ भैँसी पाल्ल्याएको थियो हामीले भैँसी थियो घरमा गोरु थियो अनि भैँसीलाई चाहिँ हाम्रोमा चाहिँ कस्तो चलन हुन्थ्यो भने भैँसीलाई बिहान उठेर पानी तताएर दिनु पर्थ्यो कि कुँडो पनि होइन पानी तताएर दिनु पर्थ्यो बिहान उठेर त्यो पानी चाहिँ बाहिर चुलो हुन्थ्यो होइन भित्र चाहिँ त्यो ठुलो ताउलो बसाल्नु पर्ने भएको हुनाले चुलो चाहिँ बाहिर हुन्थ्यो अनि आमाले चाहिँ एभ्रिडे बिहान उठेर त्यो पानी तताएर भैँसीलाई दिनुहुन्थ्यो भैँसी त्यसपछि अर्को दिन बिहान चाहिँ पानी खानुहुन्थ्यो कि त्यो एउटा बानी लगाएको के त्यस्तो मलाई थाहा छैन त्यो त एभ्रिडे त्यो त
स्थिति हो नि त्यो होइन अँ योभन्दा खासै फरक हुन्थेन यहीँमा के अब पानी भैँसको लागि पानी बसाल्दा तर जस्तो होइन अहिले चाहिँ यसको किन पनि आवश्यकता छ यसको महत्त्व किन पनि छ भन्दाखेरि चाहिँ अब अहिले हाम्रो यो जिन्दगी हेर्दाखेरि काम त्यो मैले यो ब्रह्माण्डमा हाम्रो के अस्तित्व जस्तै भयो कि होइन त्यो खासै धेरै जिन्दगीमा धेरै ह्याप्पेनिङहरू नभएको हुनाले कहिले कहिले यो आफूलाई रिफ्रेस गर्नको लागि यस्ता होलिडेहरू यस्ता आउटडोर लिभिङहरू चाहिँ चाहिन्छ जरुरी छ जस्तो लागेर चाहिँ हामी आज आछौँ आगो तापेर बसिरहेको छौँ किलोको हिसाबमा किनेको दाउरा त्यति हो मलाई सोध्नुभयो थ्याङ्क यू सो मच तर पनि मौसमले च्यालेन्ज गर्दा गर्दै पनि आइयो त्यही ठुलो कुरा हो च्यालेन्ज गरेको थियो मौसमले होइन सायद उता हाम्रो घरतिर चाहिँ पानी परिरहने होला क्या होइन उहाँ पनि तर मौसमले च्यालेन्ज गर्दा गर्दै पनि आएर चाहिँ यसरी आएर बस्नु पाइयो मजा आयो हामीले मौसमले च्यालेन्ज हान्ने कहिले सकिएको रहेछ तिम्रो मती दाउरा बाक्लो दाउरा ल्याउने पनि मान्छेहरू चाहिँ मान्ने गर्छ नि क्याम्पिङ गइरहेको छ जे होस् आलु पोलेर खाइयो अनि यहाँ साथीहरूले क्यारेओकी गाउँदै हुनुहुन्छ कुन गीत हो मोहनी लाग्लाई हो मोहनी लाग्लाई गीत गाइरहेको छ आगो बलिरहेको छ आगो अहिले चाहिँ ढक्क भएको छ कि त्यो कोइला सोइला भएको मजाले आगो बलिरहेको छ अघि मकै पोलेर खाइयो अहिले पछि स्विट पोटेटो त्यो नेपालको तरुल पोलेर खाइयो के भन्छ रे शङ्खु तरुल सक्खरखण्ड पोलेर खाइयो हाम्रो गुरुजीमा गाडीमा गएर जुत्ता लाउँदै हुनुहुन्छ ए जुत्ता लाउनु पर्दैन क्या आउनु यही खुट्टा सेकाइ भइहाल्छ त फोहोर हुन्छ भनेर अरे कि अब अहिले चाहिँ यस्तै छ रमाइलो छ जे मान्छेहरू पर बसेको होइन ऊ त्यो लाइट देखिन्छ होला ऊ त्यो सानो लाइट देखिने चाहिँ त्यो मान्छेहरू अरू मान्छेहरू क्याम्प गरेर बसेका हुन् जुन आकाशमा छन् टलक्क टल्क्यान हजुर के कहाँ छ अरे सबैजनालाई चाहिँ नि गुड मर्निङ छ चरा कराएर बिहानभरि च्याट मजा त आयो अन्त नेचर भन्छन् के अरे होइन चरा कराए एउटा टर्की आएर बिन ब्याग सब त्यो खोलेर फालिदियो कङ्गारू आएर पुरै यताउति टेन्टमा चपाइरहेको थियो कि जस्तो लागिरहेको थियो भर्खर उठियो बाहिर रमाइलो छ जे होस् पानी परेको थियो बिहान अहिले हामी उठ्ने बेलामा ठ्याक्क पानी परेन र राजेन सर तपाईँ उठ्नु भयो र यसो तपाईँको चाहिँ चेहरा देखाउनु त उठ्यो भर्खरै उठ्यो हेलो हेलो गुड मर्निङ तपाईँ उठ्नुभयो लेख्नुभएको नै तपाईँलाई म यता देखाउनु चाहन्छु किन छाता ओढेको पानी नबोलाउनु न प्लिज प्लिज बन्द गर्नु सरको नि यहाँ यसो हाम्रो चाहिँ छाता स्पोन्सर्ड बाई अजी होम लोन्स अजी फाइनान्स एन्ड होम लोन्स 1-800-940-570 हजुरहरू पनि केही घर किन्ने सोचमा हुनुहुन्छ भने रिफाइनान्स गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ अजी होम लोन्स सम्झिन सक्नु बाबु यो उसको पैसा चाहिँ पठाइहाल्नु है यो प्रचार गरे हाम्रो साँच्ची भन्दा हाम्रो साथी छ अस्कर सागर भण्डारी ब्रिस्बेनमा ऊ चाहिँ भर्खरै अहिले फर्स्ट होम बायर यस्तै अवार्डको के भन्छ नोमिनिज पनि भएको छ फर्स्ट होम बायर मोर्गेज ब्रोकरको नोमिनेसन भएको छ रेखाजी बाहिर आउँदै हुन्छ ल बाहिर आउनु त ल एक्सक्युज मी हेलो गुड मर्निङ भित्रको चेन चाहिँ लाउनु पर्छ है ल थ्याङ्क यू भेरी मच भित्रको चेन ट्याक्क लगाऊँ
अहिलेलाई यति भयो हाम्रो मर्निङ। हाम्रो गाडी त्यहाँ मजाले सुत्यो, गाडी चाहिँ राम्रो सुत्यो है। टेन्ट यस्तो छ। अब हाम्रो ग्यासहरू बाहिर निकालिसकेका छौँ। अब यो गाडीमा अचार राखेको, यो अचारले गाडी चाहिँ राम्रै गरी बसिरहेछ। अचार त बसाएन नि। उता चाहिँ अचारको स्कुल सकिएको गाडी चाहिँ बसिरहेछ। गाडी बसिरहेछ। यतैबाट खोलिदिएको तपाईले। ल है त हामी आउँदा चिया पाक्नु पर्यो। तपाईहरु हामी चाहिँ हिँड्यो, हामी आउँदा चिया पाक्नु पर्यो। ल ल थ्यांक यू भेरी मच। यहाँ चाहिँ पुरै घाम लागेर यस्तो भए पुरै ओहो घाम लाग्यो। यहाँ सन स्क्रिन लगाइदिँदै हुनुहुन्छ। यो सन प्लग हो कि फ्रेम प्लग हो यो अलि बुझ्न सकेन। ल हामीले पानी तताएर खाँदैछौँ। पानी तात्दैछ। यो ग्यास एउटा सकेर फेरियो, अलि फोहोर छ। यु वान्ट टु पुट सम सनस्क्रिन? म त लाउँदिनँ। आम नेचुरली ह्यान्डसम। ल पिउनु। आनन्द चिया पिउनु। तर मैले यसको ब्याकग्राउन्ड म्युजिक हाल्छु। तर ल मेरो एउटा चिया खाएको थिएँ त खिचिरहेछ त्यो खिचिरह हो र कस्तो भयो चिया सर? पहिलो चुस्की दामी मिठो। जङ्गलमा मङ्गल भयो। So good. Thanks to beautiful people. वेदर चाहिँ अझै पानी पर्ला पर्ला जस्तो भइरहेछ। तपाईँ के भन्नुहुन्छ यो विषयमा? म पानी पर्दैन भन्ने पक्षमा छु। ए हो तपाईँ मैले वेदरलाई च्यालेन्ज गर्दा छु। यस्तो भइरहेको वेदर पानी पर्दैन भन्नुहुन्छ उहाँले चाहिँ। लेट्स सी विल लेट यु नो। लेट्स सी हैन विल लेट यु नो विल कभर दैट अप एज वेल। गुड मर्निङ मिस्टर क्याङ्गरू। यहाँ भित्र चाहिँ हक्सबेरी रिभर भन्ने रहेछ। खोलामा ट्याक्क बस बिहानको खाना पाक्न सुरु भइसकेको छ। हामीसँग के छ भन्नु? भन्नु त के छ आजको बिहानको मेनुमा? अलरेडी भुटेको मासु छ। मासु देख्न सक्नुहुन्छ। बिग्रिन्छ भनेर हिजो भुटेर राखेको होइन? अनि यहाँ चाहिँ अचार छ। अनि अहिले हामीले छोइला बनाउँछौँ यो चिकनको। अनि साग साग छ। त्यति छ हामीलाई आजको लन्चको लागि। चिया पानी खाइसक्यो। फाइनली पोस्ट गरिदिनु ल। मैले गरेको त यसलाई म फाइन काट्नु पर्यो अझै। अझै किन भन्दा फेरि मुखमा आएको मिठो लाग्दैन कि मलाई। हजुर पठाउँदिन आएँ। मलाई त केही आएको थिएन गर्नलाई। पानी परेर क्याम्पबाट भागेर यो उसमा आएर छतमा आएर बस्दै यो छानो भएको ठाउँमा आएर बसेर खाइन्छ। अब पानीले बस्नै नसक्ने भयो त्यहाँ त है। पानी आएको आइ आएको आइ आएको आइ आएको आइ परेको गरेर यहाँ टेबल सेबल रहेछ, यो सेड रहेछ यहाँनिर। अब यहाँनिर बसेर एकैछिन चाहिँ केही हुन्छ कि जस्तो लागिरहेछ। पानी धेरै पऱ्यो कि हजुर। के म्याट्रेसहरू उठाउने भनेको? पानी कन्टिन्यू पर्यो भने चाहिँ प्लास्टिक छ होला नि? प्लास्टिक छैन र? भात पाकिसक्यो है हाम्रो कराईमा। हाम्रो चाहिँ त्यो भात पनि यसमै, तरकारी पनि यसमै, साग पनि यसमै, दाल पनि यस्तै। आउनु तपाईले हामी अरूहरु चिज पनि खाउँछौँ। ल देखाउनु त के छ मेन्युमा के छ? हामी क्याटरिङ गरेको हैन भर्खरै आइपुगेको सामान चाहिँ। क्याटरिङ गरेको सामान भर्खरै आइपुग्यो। So this is mutton curry. It looks different on camera. And sag. Sag on the bottle? Sag. Is that all?
That's enough. That's That's chicken choila. छोइला And we got aloo and आलु kakao अचार And we have some salad. And that's all. That's all for the lunch today. भर्खर आइपुग्यो क्याटरिङ चाहिँ भर्खर आइपुगेको बाटो चाहिँ हल्का त्यो अफरोड जस्तो भएर अलिकति छतल्किएर चाहिँ त्यो ट्रेन चाहिँ मिल्दैछ कि है भात पस्किने कार्यक्रम हुँदैछ होइन अच्छा आफै हाल्ने भनेर हो के रे मैले आफै हाल्नु के आफै हाल्ने आफै हाल्नु अब यता आउनु तपाईँ किन भन्दा कसरी खाएर ब्याकअप हुँदैछ अब आज चाहिँ क्याम्पिङ सकियो यो हेर्नु पछाडि यो क्याङ्गरुहरू आएर मजाले चरिरहेछन् ल क्याम्पिङ चाहिँ सकियो है घरतिर लाग्यो गुरुजी बस्नु भएको ठाउँमा गुरुजीलाई फेरि गुरुजी बनाए पछाडि कोची बस्नु भएको दुईजना अलि चाहिँ अहिले सास फेरिएछ बाई बाई It was nice time with you guys. ल लाग्यो है त ल बाटो ततायो होइन त बाटो त बाटो ततायो ल ल लाग्यो राम्रो भयो सोचेभन्दा धेरै राम्रो भयो पानी पर्ने भनेर च्यालेन्ज मौसमलाई च्यालेन्ज भनेर हामी आइयो मजामा छ नि है सर अँ